मिठो निन्द्रा त्यति बेला आउँछ जब मनले दिनभरको बोझ सेलाउँदै आफूलाई माया गर्न थाल्छ। दुःखहरू बिस्तारै टल्दै जान्छन् र आत्माले गहिरो विश्रामको शान्ति महसुस गर्छ। जीवनका थकित क्षणहरूमा सम्हालेर जब रात शान्त हुन्छ अनि मनले सबै चिन्ता स्वीकृतिमा बदल्छ, त्यही क्षणमा मिठो निन्द्रा राजकुमारी झैँ ढुक्क आएर बस्छ। मिठो निन्द्रा त्यही पाइन्छ जहाँ मन भद्दा आवाजबाट मुक्त भएर आफ्नै शान्त धड्कन सुन्न थाल्छ। त्यो सुनेर शरीर पनि आफूलाई हल्का पार्दै गहिरो विश्राममा जान्छ। जब दिनका सबै थकान र दुखाइ मनको ढोकाबाट बाहिर निस्कन्छन्, आत्माले शान्तिमा श्वास लिन थाल्छ अनि मिठो निन्द्रा पनि बादल जस्तै मुलायम भएर ओर्लिन्छ। मिठो निन्द्रा कुनै बाध्य हुँदै आउने कुरा होइन। यो त मनले आफूलाई क्षमा गरेको, आफूलाई अँगालेको र आफूलाई प्रेम गरेको बेलामा प्राप्त हुने अद्भुत वरदान हो। रातको अँध्यारोले जब आत्मालाई शान्त बनाउन सहयोग गर्छ, मनका तुफानहरू थामिन्छन् र शान्तिका तारा चम्किन थाल्छन्। त्यही बेला निन्द्रा सबैभन्दा मिठो लाग्छ। मिठो निन्द्रा त्यही रातमा सम्भव हुन्छ जब हामी अधुरा कुरा, अधुरा सपना र अधुरा पीडालाई आजको लागि छाडेर आफूलाई केही पलका लागि समर्पित गर्छौं। निन्द्राको सबैभन्दा सुन्दर पक्ष यो हो कि यसले सबै दुखाइ, सबै चिन्ता र सबै पीडालाई केही समयको लागि मौन पारिदिन्छ अनि शरीर मनलाई पुनः ताजा बनाइदिन्छ। मिठो निन्द्रा तब जन्मिन्छ जब मनलाई सन्तोषको न्यानो स्पर्श मिल्छ। जीवनमा जे छ त्यहीलाई स्वीकार गर्ने परिपक्वता र शान्तिले निन्द्रालाई अधिक मधुर बनाउँछ। जब रातको शान्तिमा मन चन्द्रको नरम उज्यालो सुन्न थाल्छ, आत्माले शान्त र स्थिरता अँगाल्छ अनि निन्द्रा पनि आकाशबाट ओर्लिएको उपहार जस्तै मिठास बोकेर आउँछ। मिठो निन्द्रा त्यो क्षण हो जहाँ शरीरको थकान मनको शान्तिसँग भेटिन्छ। ती दुवैले एक अर्कालाई अँगालेर आत्मालाई नयाँ ऊर्जा दिने कमालको सम्झौता गर्छन्। जीवनमा धेरै कुरा अधुरो रहन्छन्, तर मिठो निन्द्राले भन्छ आजको लागि यति नै। यसले मनमा ढुक्कताको अनुभूति जगाएर नयाँ बिहानीको ऊर्जा भर्छ। मिठो निन्द्रा तब आउँछ जब आत्माले आफूलाई सम्झाउँछ, तिमी सुरक्षित छौ, तिमी शान्त छौ। यी शब्दहरू मनका सबै तुफानलाई रोक्छन् र गहिरो विश्राम ल्याउँछन्। रातको मौनता र मनको स्थिरता मिलेर जब भावनाको सागर थामिन्छ, आत्माले गहिरो सान्त्वना पाउँछ। त्यही शान्तिमा निन्द्राले आफ्नो सबैभन्दा मिठो स्पर्श दिन्छ। मिठो निन्द्रा कुनै घाम छाएको खेल होइन, यो त मनको अनुशासन, आत्माको शान्ति र जीवनको स्वीकार्यता मिलेर जन्मिने अद्भुत विश्रामको अवस्था हो। जब मनमा कुनै भड्किएको याद, कुनै अस्थिरता, कुनै पीडा अवशेष रहँदैन, तब रात एउटा मिठो कथा बन्नेछ र निन्द्रा सुमधुर अध्याय झैँ खुल्छ। मिठो निन्द्रा एक यस्तो यात्रा हो जहाँ शरीर थकित भए पनि आत्मा स्वतन्त्र हुन्छ। उड्न नपाएका सपनाहरू पनि शान्त भएर मनैभित्र टल्किन थाल्छन्। जब मन गुनासो होइन कृतज्ञता बोकेर रातसँग भेटिन्छ, निन्द्राले पनि मिठास लिएर आउँछ। जीवनका सामान्य कुराहरू पनि असाधारण शान्ति जस्तै लाग्न थाल्छ। मिठो निन्द्राले शरीर मात्र होइन, चिसिएको मनलाई पनि न्यानो बनाउँछ। यसले दिनभरको तुफान चिस्याएर आत्मामा नयाँ सुन्दरता र सन्तुलन बोकेर आउँछ। मिठो निन्द्रा तब पाइन्छ जब मनले जीवनलाई अत्यन्त गम्भीरतापूर्वक नलिई केही पलको लागि सबै कुरा छोडिदिन्छ। त्यो हलोपनमा आत्मा स्वत विश्राम गर्छ। निन्द्रा सर्वश्रेष्ठ चिकित्सक हो। यसले कति तनाव, कति पीडा, कति थकान बिना शब्द निको पारिदिन्छ अनि जागिदा आत्मा फेरि नयाँ खिल हुँदै फुल्छ। मिठो निन्द्रा हरेक दिनको उपहार हो, तर त्यो त्यही व्यक्तिलाई मिल्छ
जसले अघिल्लो दिनका असन्तोषलाई ढलाएर मनमा शान्तिको सानो दीप बाल्छ। जब मनले कहिलेकाहीँ आफैलाई सम्झाउँछ बस अब आराम, त्यही वाक्यको ऊर्जा आत्मामा फैलिँदै जाँदा निन्द्रा पनि सहज, हल्का र अत्यन्त मिठो हुन्छ। मिठो निन्द्रा त्यति बेला बढी रमाइलो लाग्छ जब थकित शरीरले बिछौनासँग भेट्ने बित्तिकै आत्माले पन्छाइरहेको तनाव एकाएक पग्लन थाल्छ र गहिरो शान्ति बन्छ। मिठो निन्द्रा त्यो उज्यालो हो जुन अँध्यारो रातमा चम्किन्छ। यसले मनका दुखाइहरूलाई फेरि कहिले टुट्न नदिने गरी सम्हालेर राख्छ। जब मनले आफ्नै कमजोरीलाई स्वीकार गर्दै आफूलाई माया गर्न थाल्छ, निन्द्रा पनि प्रेमको उपहार जस्तो बलिन्छ। त्यसको मिठासले थकित आत्मालाई पनि बलियो बनाउँछ। मिठो निन्द्रा तब आउँछ जब हाम्रो मनले आजका गल्तीहरूमा होइन, आजका प्रयासहरूमा गर्व गर्न सिक्छ। त्यो गर्वले आत्मालाई हल्का बनाउँछ। मिठो निन्द्रा प्रकृतिको फूल झैँ हो, नरम, सुगन्धित र उपचारमय। जब जीवनको उथलपुथल यसमा ढाकिन्छ तब आत्मा पुनर्जन्म भएको जस्तै ताजा र उज्यालो बन्छ। आजको युगमा जीवन एक दौड झैँ भइसकेको छ। बिहानदेखि रातसम्म हामी केही न केही खोज्दै, केही न केही पुरा गर्न दौडिरहेका हुन्छौँ। हरेक दिन नयाँ लक्ष्य, नयाँ चुनौती, नयाँ चिन्ता। शरीर त चलिरहेको छ तर भित्रको आत्मा थाकिसकेको छ। हामी सास त लिइरहेका छौँ तर साँच्चीकै शान्त सास लिन बिर्सिसकेका छौँ। र यही दौडधुप, यही चिन्ताले हाम्रो शरीरमा धेरै रोगहरू जन्माइरहेको छ। अनिन्द्रा, उच्च रक्तचाप, मधुमेह, हृदय रोग, तनाव, चिन्ता, डिप्रेसन अनि कमजोर प्रतिरोधात्मक क्षमता। तर हामी यो सबैको उत्तर कहीँ टाढा होइन, आफ्नै भित्र पाउन सक्छौँ। त्यो उत्तर हो मस्त निन्द्रा। हामीले सुत्नेलाई सामान्य कुरा ठान्छौँ, तर निन्द्रा साधारण होइन, यो प्रकृतिको सबैभन्दा ठुलो उपहार हो। प्रकृतिले हामीलाई पुनर्जीवित हुन, शरीर र आत्मालाई ताजगी दिनको लागि प्रत्येक दिन रात बनाएको छ। सूर्य अस्ताउँछ, चरा वासस्थान फर्कन्छन्, हावा शान्त हुन्छ अनि संसार शान्त निन्द्रामा प्रवेश गर्छ। त्यसै क्षणमा प्रकृति आफै उपचार गर्न थाल्छ। जब हामी निन्द्रामा पस्छौँ, हाम्रो शरीरले आफैमा चमत्कार गर्न थाल्छ। शरीरका कोषहरूले मर्मत गर्छन्, अङ्गहरूले विश्राम पाउँछन्, मनको असन्तुलन सम्हालिन्छ अनि आत्माले नयाँ ऊर्जा पाउँछ। जब हामी जाग्राम अवस्थामा हुन्छौँ, हाम्रो मस्तिष्क निरन्तर कार्यरत हुन्छ। सोच्ने, चिन्तिने, निर्णय लिने, यी सबैले मस्तिष्कलाई थकाइदिन्छ। तर निन्द्राको समयमा मस्तिष्क आफै सफा हुन्छ। वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको छ कि निन्द्राको समयमा हाम्रो दिमागका कोषहरू बीच रहेका फोहोर तत्त्वहरू जस्तै टक्सिन र डेड सेल्स हटाइन्छन्। यो प्रक्रिया हाम्रो मस्तिष्कलाई स्वस्थ राख्न अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि हामी पर्याप्त निन्द्रा लिँदैनौँ भने ती फोहोर तत्त्वहरू जम्दै जान्छन् र त्यसले हाम्रो स्मरण शक्ति, सोच्ने क्षमता अनि भावनात्मक सन्तुलनमा असर गर्छ। त्यसैले प्रिय मित्रहरू, निन्द्रा केवल विश्राम मात्र होइन, यो शरीर र आत्माको रिपेयर सिस्टम हो। निन्द्राको बेला हाम्रो शरीरमा वृद्धि हर्मोन सक्रिय हुन्छ, जसले टिस्युहरू पुनर्निर्माण गर्छ, मांसपेशीहरू बलियो बनाउँछ र छाला चमकदार बनाउँछ। त्यसैले राम्रो निन्द्राले अनुहारमा चमक आउँछ, आँखामा उज्यालो रहन्छ अनि शरीरमा ताजगी महसुस हुन्छ। तर आधुनिक जीवनशैलीले हामीलाई निन्द्राविहीन बनाएको छ। मोबाइलको निलो प्रकाश, राति अबेरसम्मको इन्टरनेट प्रयोग, अत्यधिक क्याफिन सेवन र तनावपूर्ण सोच, यी सबैले हाम्रो प्राकृतिक निन्द्राको ताल नष्ट गरिदिएका छन्। हामी थकाइले लटपटाउँछौँ तर निन्द्रा आउँदैन। मन थकित हुन्छ तर मस्तिष्क शान्त हुन मान्दैन। अनि हामी औषधिको बाटो रोज्छौँ, निन्द्रा ल्याउने गोलीहरूमा निर्भर रहन थाल्छौँ।
तर ती औषधिले निद्रा त ल्याउँछ तर आत्माको विश्राम ल्याउँदैन। साँचो निद्रा त्यो हो जसमा शरीर शान्त हुन्छ, मन रिक्त हुन्छ र आत्मा स्थिर हुन्छ। त्यो निद्रामा प्रवेश गर्दा हाम्रो शरीर र आत्मा दुवै उपचारको यात्रामा लाग्छन्। तनाव, दुःख र थकानका सबै बोझहरू बिस्तारै पग्लन थाल्छन्। प्राचीन ऋषिमुनिहरूले पनि भनेका छन् कि निद्रा भनेको आध्यात्मिक अभ्यास हो। जब मन एकदम शान्त हुन्छ, ध्यानस्थ अवस्था आउँछ र शरीर विश्राममा जान्छ, त्यो नै मस्त निद्राको रूप हो। योगशास्त्रमा पनि भनिएको छ, निद्राको अवस्था शरीर र आत्माको पुनर्मिलनको क्षण हो। अब सोचौँ त, जब बच्चा निद्रामा पर्छ उसको मुहार कस्तो देखिन्छ? निर्मल, निष्कलङ्क, शान्त। त्यो अनुहारमा कुनै चिन्ता हुँदैन, कुनै डर हुँदैन, केवल शुद्ध शान्ति हुन्छ। यही शान्त निद्रा नै सबैभन्दा ठुलो औषधि हो। यही निद्राले शरीरको प्रत्येक कोषमा सन्देश पठाउँछ, अब आराम गर, अब मर्मत गर, अनि शरीर आफै निको हुन थाल्छ। विज्ञानले पनि यो कुरा पुष्टि गरेको छ कि निद्राले रोगहरूसँग लड्ने क्षमताले दोब्बर बनाउँछ। पर्याप्त निद्रा लिने मानिसहरूमा इम्युन सिस्टम पनि बलियो हुन्छ। उनीहरूको शरीरले भाइरस र ब्याक्टेरिया विरुद्ध छिटो प्रतिक्रिया दिन सक्छ। त्यसैले सर्दी, ज्वरो, थकान वा तनाव हुँदा सबैभन्दा पहिले डाक्टरले के भन्छन्? राति राम्ररी सुत्नुहोस्, किनभने निद्रामा शरीर आफै उपचार गर्न थाल्छ। अब प्रश्न उठ्छ, मस्त निद्रा कसरी लिने त? पहिलो कुरा, निद्रा केवल शरीरलाई बिस्तारामा राख्ने कुरा मात्र होइन, यो मनलाई पनि विश्राम दिने कला हो। त्यसको लागि सुत्नु अघि मनलाई हल्का बनाउनुपर्छ। दिनभरका तनाव, असन्तुष्टि र चिन्तालाई मनमा बोकेर निद्रामा जान खोज्नु भनेको आँधीभित्र शान्ति खोजे जस्तै हो। त्यसैले सुत्नु अघि केही मिनेट ध्यान गरौँ, गहिरो सास लिउँ, मोबाइल र टिभी टाढा राखौँ अनि आफैसँग कुरा गरौँ। आजको दिन राम्रो थियो, अब म विश्राम गर्छु। दोस्रो कुरा, शरीरले पनि सङ्केत पाउँछ जब उसले निद्राको तयारी गर्छ। अँध्यारो, न्यानो र शान्त वातावरणले निद्राको गुणस्तर बढाउँछ। राति 10 बजेपछि शरीरमा मेलाटिनोन नामको हार्मोन बिस्तारै बन्न थाल्छ, जसले निद्रालाई गहिरो बनाउँछ। तर यदि हामी त्यो समयमा मोबाइलको तेजोवलोकनमा व्यस्त रह्यौँ भने मेलाटोनिन बन्न पाउँदैन। त्यसैले स्वस्थ निद्राको लागि अँध्यारो र शान्त कोठा आवश्यक हुन्छ। तेस्रो कुरा, कृतज्ञता। जब हामी निद्रामा जानु अघि आफूले पाएको कुराहरू सम्झन्छौँ, परिवार, स्वास्थ्य, सास फेर्ने क्षण, तब मनमा सन्तुष्टि आउँछ। सन्तुष्ट मनले गहिरो निद्रा ल्याउँछ। असन्तुष्ट मनले कहिले विश्राम पाउँदैन। हामीले यो पनि बुझ्नुपर्छ, निद्रा कुनै कमजोरी होइन। केही मानिसहरू भन्छन्, म त 4 घण्टा सुत्छु, धेरै काम गर्छु, तर त्यो गर्व होइन, त्यो शरीरमाथिको अत्याचार हो। शरीरले आफ्नो समय माग्छ। जसरी मोबाइल चार्ज नगरी चल्दैन, शरीर पनि निद्रा बिना काम गर्न सक्दैन। चिनिया चिकित्सा प्रणालीमा भनिन्छ, निद्रा भनेको शरीरको प्राकृतिक चिकित्सक हो। रातको निद्रामा शरीरका अङ्गहरू पालै पालो सक्रिय भएर मर्मत गर्छन्। उदाहरणको लागि, राति 11 बजेदेखि 1 बजेसम्म मुटु र रगतको शुद्धिकरण हुन्छ। 1 बजेदेखि 3 बजेसम्म यकृतले विष पदार्थ हटाउँछ र 3 देखि 5 बजेसम्म फोक्सो सक्रिय हुन्छ। यदि हामी ती समयमा जागा रह्यौँ भने ती सबै प्रक्रियाहरू अवरुद्ध हुन्छन्। त्यसैले राति समयमा सुत्नु नै शरीरप्रतिको सम्मान हो। अब कुरा गरौँ मनोवैज्ञानिक दृष्टिकोणबाट। निद्राको कमीले केवल शरीरमा होइन, भावनामा पनि असर पार्छ। निद्राविहीन मानिस चिडचिडा, अस्थिर र असन्तुलित हुन्छन्। उसलाई सानो कुराले पनि ठुलो समस्या लाग्छ। जबकि राम्रो निद्रा लिने मानिस शान्त, संयमित र सकारात्मक हुन्छन्। मन शान्त हुँदा निर्णय क्षमतामा सुधार हुन्छ,
सम्बन्धहरूमा मिठास आउँछ र जीवनमा सन्तुलन रहन्छ। त्यसैले मस्त निद्रा भनेको केवल शरीरको उपचार मात्र होइन, मनको शुद्धि पनि हो। यो जीवनको एउटा पवित्र अभ्यास हो जसले शरीरलाई स्वस्थ र आत्मालाई सन्तुष्ट बनाउँछ। प्रिय साथीहरू, म तपाईहरुलाई एउटा सानो प्रयोग गर्न आग्रह गर्न चाहन्छु। आज राति सुत्नु अघि केही मिनेट आँखा बन्द गर्नुहोस्, मोबाइललाई टाढा राख्नुहोस्, आफ्नो मनमा सासको धुन सुन्नुहोस्, आफूलाई भन्नुहोस् म आजको दिनको लागि कृतज्ञ छु, म अब विश्राम गर्छु अनि शान्त निन्द्रामा जानुहोस्। तपाई भोलि बिहान जब उठ्नुहुन्छ तपाई नयाँ व्यक्ति महसुस गर्नुहुनेछ, हल्का, ताजा र सकारात्मक। यही अनुभव नै मस्त निन्द्राको चमत्कार हो। अन्ततः निन्द्रा भनेको प्रकृतिको भाषा हो। जसरी पृथ्वी घामले थाकेर साँझमा शान्त हुन्छ, जसरी फूलहरू राति आफ्नो पात बन्द गर्छन्, त्यसरी नै हामीले पनि विश्राम गर्नुपर्छ। प्रकृतिसँग तालमेलमा बाँच्न जानु नै स्वस्थ जीवनको रहस्य हो। निन्द्रा नै त्यो फूल हो जसले शरीर र आत्मालाई पुनः जोड्दछ, तनावलाई शान्त पार्छ र रोगहरूलाई हराउँछ। आजदेखि निन्द्रालाई सामान्य कुरा नठानौँ। निन्द्रा हाम्रो औषधि हो, हाम्रो उपचार हो, हाम्रो पुनर्जन्म हो। निन्द्राले मात्र शरीरलाई होइन, आत्मालाई पनि स्वस्थ बनाउँछ। त्यसैले रातको अन्धकारलाई डरको होइन, उपचारको प्रतीक बनाऊ। निन्द्रालाई कमजोरी होइन, वरदान ठानौ र सम्झनुहोस्, जब मन शान्त हुन्छ निन्द्रा गहिरो हुन्छ, जब निन्द्रा मस्त हुन्छ जीवन उज्यालो हुन्छ। जिन्दगीको दौडधुपमा जब थकानले मन र शरीर दुवै चर्किन थाल्छ, त्यति बेला एक मस्त निन्द्रा नै सबैभन्दा ठुलो औषधि बनेर आउँछ। पैसाले अनेक प्रकारका औषधि किन्न सकेला, तर मनबाट आउने साँचो शान्तिको निन्द्रा किन्न सकिँदैन। त्यो त केवल सन्तुष्टि र संयमले मात्र पाइन्छ। संसारका सम्पूर्ण चिन्ताहरूबाट मुक्त हुने चाहना छ भने हरेक रात मस्त निन्द्राको औषधि पिऊ। त्यो तिमीलाई भोलिको ऊर्जा दिने अमृत हो। धेरै विचार गर्दा दिमाग थाक्छ, धेरै दौड्दा शरीर थाक्छ। यी दुवै थकानको एक मात्र रामबाण औषधि भनेको मस्त निन्द्रा हो। मस्त निन्द्रा त्यो अमृत हो जुन न त बजारमा पाइन्छ, न त डाक्टरले लेखिदिन्छ। त्यो त आत्मिक सन्तुलन र सादा जीवनशैलीले आउँछ। दिनभरका दौडधुप पछि रातको गहिरो निन्द्राले मात्र मानिसलाई फेरि नयाँ बिहानीको सामना गर्न सक्ने सामर्थ्य दिन्छ। निन्द्रा केवल शारीरिक विश्राम होइन, त्यो त आत्माको पनि विश्राम हो। जब मन शान्त हुन्छ तब मात्र मस्त निन्द्राको औषधि काम गर्छ। संसार जित्न चाहनेहरू पनि निन्द्रा गुमाउँछन्, तर आफैलाई जित्न सक्नेहरू मस्त निन्द्राको आनन्द लिन्छन्। निन्द्रालाई हल्का फुल्का नठान, त्यो त जीवनको गति पुनः भरिने प्राकृतिक ऊर्जा स्रोत हो जसले हरेक भोलिपल्टलाई तयार बनाउँछ। निन्द्राको साँचो स्वाद केवल उसैले बुझ्छ जसको मनमा न त पश्चाताप हुन्छ न त भविष्यको डर। शान्त मन, हलुका पेट र स्वच्छ मनोवृत्तिले मात्र मस्त निन्द्राको औषधि मिल्छ। बाँकी सबै त अस्थायी निन्द्रा झैँ हो। जसरी फूल सुगन्ध दिन्छ र चन्द्रमा शीतलता, त्यसरी नै मस्त निन्द्राले थाकेको मनलाई सान्त्वना दिन्छ। निन्द्रा केवल रात बिताउने माध्यम मात्र होइन, त्यो त दिनभर कमाएको तनावलाई विसर्जन गर्ने शुद्ध प्रक्रिया हो। जब मन हलुका हुन्छ र आत्मा सन्तुष्ट, तब मस्त निन्द्राको औषधि बिना नै हाम्रो शरीर आफै निदाउँछ। मस्त निन्द्राले मात्र दिन सक्छ त्यो ऊर्जावान बिहान, जहाँ हरेक सपना एकदम नजिक लाग्छ। कहिलेकाहीँ चुपचाप सुत्नु नै सबैभन्दा ठुलो उत्तर हुन्छ, अनि त्यो उत्तरको अर्थ बुझ्न मस्त निन्द्राले मद्दत पुर्याउँछ। जो दिनभर सत्यको बाटो हिँड्छ उसलाई रातमा निन्द्राको कुनै औषधि चाहिँदैन, किनभने शुद्ध आत्माले सधैँ शान्ति ल्याउँछ। निन्द्रा त्यस्तो औषधि हो जुन साँचो हो भने न कुनै सङ्गीत चाहिन्छ, न कुनै किताब,
केवल बन्द आँखा र खुलेको मन नै पर्याप्त हुन्छ। दिनभरको थकाइ मेटाउन गहिरो निन्द्रा सबैलाई चाहिन्छ। तर के तपाईलाई थाहा छ, निन्द्रामा जानु अघि केही साना कामहरू गर्नाले तपाईको निन्द्रा मात्र गहिरो हुँदैन, जीवन नै शान्त र आनन्दमय हुन्छ। आजको कथामा हामीले सुत्नु अघि गर्नुपर्ने 7 कामबारे कुरा गर्नेछौँ, जसले तपाईलाई सजिलै निन्द्रामा पुर्याउनेछ। एक सानो गाउँमा रवि नामको युवक बस्थ्यो। ऊ जवान थियो, उत्साही पनि थियो, तर उसको जीवनमा एउटा ठुलो समस्या थियो, निन्द्रा नलाग्ने रोग। रात पर्न साथ गाउँका अरू मानिसहरू आफ्नो थकाइ मेटाउन ओछ्यानमा पल्टिन्थे। केही बेरमै उनीहरूको श्वास प्रश्वास शान्त हुन्थ्यो र उनीहरू निन्द्राको संसारमा हराउँथे। तर रवि पनि आँखा झिमिक्क नगरी रात काट्दथ्यो। कहिले ऊ ओछ्यानमा पल्टेर यताउति फर्किन्थ्यो, कहिले पुराना सम्झना मनमा खेलाइरहन्थ्यो, कहिले भविष्यको चिन्ताले मन भारी हुन्थ्यो। रातभरि निन्द्राविहीन भएर बस्दा बिहान ऊ थाकेको, असन्तुष्ट र असहाय महसुस गर्दथ्यो। दिनको काममा पनि उसको मन लाग्दैनथ्यो। यसरी दिनदिनै निन्द्राको कमीले उसको शरीर मात्र होइन, मन पनि कमजोर बन्यो। रविलाई लाग्थ्यो कि कसरी होला यो मनलाई शान्त गर्ने, कसरी पाउने होला गहिरो निन्द्रा। एक दिन गाउँमा खबर फैलियो कि गौतम बुद्ध नजिकैको बगैँचामा भिक्षुहरूलाई उपदेश दिनुहुन्छ। गाउँका मानिसहरू उत्साहका साथ त्यहाँ गए। बुद्धको वचन सुनेपछि धेरैको जीवनमा परिवर्तन आएको देखेर रविको मनमा पनि आशा पलायो। उसले सोच्यो कि सायद मेरो समस्याको समाधान पनि त्यही भेटिन्छ। त्यस रात निन्द्रा नलागेर हैरान भएको बेलामा रविले निश्चय गर्यो, भोलिपल्ट बिहान सबेरै उठेर बुद्धलाई भेट्न जानेछु। भोलिपल्ट बिहान रवि बुद्ध भएको ठाउँमा पुगे। त्यहाँ बुद्ध शान्त मुद्रामा ध्यानस्थ हुनुहुन्थ्यो। उहाँको अनुहारमा अपार शान्ति झल्किरहेको थियो। रवि नजिक गएर भुइँमा बसेर विनम्रतापूर्वक भन्यो, गुरु, म एक साधारण युवक। मेरो जीवनमा ठुलो दुःख छ, धेरै गाह्रो छ। मलाई राति निन्द्रा लाग्दैन, शरीर थकाइले चुर हुन्छ, मन अशान्त हुन्छ। कृपया मलाई केही उपाय बताइदिनुहोस् न। बुद्धले आँखा खोलेर रविलाई शान्त दृष्टिले हेर्नुभयो। रवि, तिमी मात्र होइन, धेरै मानिसहरू यसरी निन्द्राविहीन भएर पीडित छन्। तर कारण बुझेर यही अभ्यास गरेमा निन्द्रा आफै आउँछ। आज म तिमीलाई 7 अभ्यास बताउँछु, जसलाई सुत्नु अघि अपनाएमा तिमीलाई गहिरो निन्द्रा प्राप्त हुनेछ। बुद्धले बिस्तारै काम सुरु गर्नुभयो। रवि, सुत्नु अघि मानिसले 7 कुरा सम्झिनुपर्छ। यी 7 अभ्यास केवल शरीरलाई होइन, मनलाई पनि शान्त पार्छन्। जस्तो शरीर सफा र हलुका बनाउनु, दिनभरि कृतज्ञताको अभ्यास गर्नु, श्वास प्रश्वास सचेत ध्यान गर्नु, क्रोध र दोष त्यागेर क्षमा भाव राख्नु, भोजन र पेयमा सन्तुलन गर्नु, मनलाई शान्त बनाउन धर्मकथा वा शुद्धिचारण स्मरण गर्नु र म सुरक्षित छु भन्ने भावनासहित निन्द्रामा प्रवेश गर्नु। यी 7 अभ्यासले मात्र होइन, तिम्रो सम्पूर्ण जीवनलाई शान्ति र स्वास्थ्यले भरिपूर्ण पार्छ। रवि उत्सुक भएर बुद्धलाई सोध्यो, गुरु, कृपया यी अभ्यासहरू विस्तारमा सिकाइदिनुहोस् न। बुद्ध मुस्कुराउँदै भन्नुहुन्छ, अवश्य रवि, तर यसलाई चाँडोभन्दा पनि क्रमशः बुझ्नु जरुरी छ। आज म पहिलो अभ्यास मात्र सिकाउँछु, बाँकी तिमीले बुझ्दै गर्दै सिक्दै जानेछौ। रवि, निन्द्रा केवल मनको कुरा होइन, शरीरसँग पनि जोडिएको छ। यदि शरीर थकित, फोहोर, असन्तुलित छ भने पनि मन अशान्त हुन्छ। त्यसैले सुत्नु अघि तिमीले शरीरलाई हलुका बनाउनुपर्छ। पानीले हात मुख धुनु, खुट्टा पखाल्नु, आवश्यकता अनुसार स्नान गर्नु र ओछ्यानलाई सफा राख्नु। यो शरीर शुद्धि केवल बाहिरको सफाई मात्र होइन, सफा शरीरले मनमा पनि ताजगी ल्याउँछ। रविले आश्चर्य मानेर भन्यो, सिर्फ हात मुख धुनु मात्रले पनि निन्द्रामा मद्दत गर्छ र? बुद्ध हाँस्दै भन्नुहुन्छ, हो रवि, सोच त,
यदि खेत जोतेर आएको किसान बिना हातमुख धोई पल्टिन्छ भने उसको शरीर असहज हुन्छ, मनमा असुविधा हुन्छ। तर पानीले शरीरलाई हलुका बनाएपछि निन्द्रा आफै आउँछ। बुद्धले पहिले अभ्यास शरीर सफा र हलुका बनाउनु सिकाइसकेपछि रविको अनुहारमा उज्यालो भयो। उसलाई लाग्यो कि यो त मैले कहिले यसरी गहिराइमा सोचेकै रहेनछु। त्यो दिन बेलुकै रविले ओछ्यानमा जानु अघि कुवामा गएर हातमुख धोयो, खुट्टा धोयो, सफा कपडा लगायो। ओछ्यानमा पल्टिँदा उसलाई साँच्चीकै अलिकति हलुका अनुभव भयो। निन्द्रा अझै गहिरो त लागेन, तर उसलाई विश्वास भयो सायद बुद्धका अन्य अभ्यासहरू बुझ्दै गयो भने मेरो समस्या बिस्तारै हराउँछ। भोलिपल्ट फेरि ऊ बुद्ध भएको ठाउँमा पुग्यो। बुद्ध शान्त मुद्रामा बस्नु भएको थियो। रविले भन्यो, गुरु, हिजोको अभ्यास मैले गरेँ, मलाई थोरै सहज महसुस भयो। अब कृपया दोस्रो उपाय पनि सिकाइदिनुहोस् न। बुद्धले भन्नुभयो, सुत्नु अघि कृतज्ञताको अभ्यास गर। रवि दिनभरि मानिसले धेरै अनुभव गर्छ, सुख पनि दुःख पनि, तर रात पर्न साथ धेरैले दुःख मात्र सम्झिन्छन्। आज मलाई फलानुले नराम्रो भन्यो, काम बिगार्यो, धेरै अपमान सहनु पर्यो। यी कुरा सम्झिँदै सुत्दा मन भारी हुन्छ। भारी मनमा निन्द्रा कसरी गहिरो लाग्छ र? त्यसैले सुत्नु अघि तिमीले आँखा बन्द गरेर 3 कुरा सम्झ। पहिलो, आज दिनभरि कुन कुराले मलाई खुसी बनायो। दोस्रो, जसबाट तिमीलाई स्नेह, सहयोग वा अवसर मिल्यो। र तेस्रो, तिमीले अरूलाई मद्दत गर्न पाएको क्षण। यी साना साना कुराहरूले तिम्रो मनमा धन्यवाद भन्न सक्यो भने निन्द्रा आफै गहिरो हुन्छ। रविले भन्यो, तर गुरु, मेरो दिन त दुःखले भरिएको हुन्छ। काम बिग्रिन्छ, साथीहरूले बेवास्ता गर्छन्। यस्तोमा कृतज्ञ हुने कुरा कसरी सम्भव छ? बुद्धले मुस्कुराउँदै भन्नुहुन्छ, रवि, तिमी एउटा कुरा बुझ, कृतज्ञता भनेको ठुलो कुरा मात्र सम्झनु होइन। यदि तिमीलाई सानो पानीको गिलास पिउन पाइयो भने पनि त्यो धन्यवाद भन्न सक्छौ। यदि सूर्य उदाएर तिमीलाई उज्यालो दियो भने पनि धन्यवाद भन्न सक्छौ। यदि तिमीलाई आज सास फेर्न पायो भने पनि त्यो ठुलो उपहार हो। कृतज्ञ मन सधैँ हलुका हुन्छ। हलुका मनमा निन्द्रा गहिरो लाग्छ। बुद्धले रविलाई अभ्यास गर्न दिनुभयो। आज राति तिमी ओछ्यानमा पल्टेपछि आँखा बन्द गरेर 3 कुरा सम्झ। पहिलो, आज दिनभरि भएको राम्रो कुरा। दोस्रो, जसबाट तिमीलाई स्नेह, सहयोग वा अवसर मिल्यो। र तेस्रो, तिमीले अरूलाई मद्दत गर्न पाएको क्षण। यी 3वटा सम्झेर मनमा धन्यवाद भन, अनि मात्र निन्द्राको काखमा जाऊ। रविले बिन्ती गर्दै भन्यो, गुरु, यो अभ्यास गर्दा के साँच्चै निन्द्रा गहिरो हुन्छ त? बुद्धले उत्तर दिनुभयो, रवि, धन्यवादले भरेको हृदय ढुङ्गा जस्तो हुँदैन, फुल झैँ हलुका हुन्छ। फुल झैँ हलुका मनलाई निन्द्रा तुरुन्तै अँगाल्छ। त्यो रात रवि ओछ्यानमा पल्टियो। उसले आँखा बन्द गरेर सम्झियो, बिहान आमा बुबाले दिएको न्यानो माया, साथीले दिएको सानो सहयोग र आफूले एक वृद्धलाई बाटो काट्न मद्दत गरेको क्षण। यी 3 कुरामा उसले मनैदेखि धन्यवाद भन्यो। केही बेर मन अलिकति हर्षित रह्यो। उसको हृदय हलुका भयो। केही मिनटमै उसको श्वास प्रश्वास शान्त भयो, अनि उसको शरीर निन्द्राको मिठो स्पर्शमा ढल्न थाल्यो। रवि झसङ्ग उठ्यो। हिजोभन्दा आज मलाई सजिलो भयो। भोलिपल्ट बिहान फेरि ऊ बुद्धलाई भेट्न गयो। उसको अनुहारमा ताजगी थियो। गुरु, हिजो रात मलाई साँच्चीकै निन्द्रामा सजिलो भयो नि। कृतज्ञता सम्झिँदा मन हलुका भयो। अब कृपया तेस्रो अभ्यास पनि सिकाइदिनुहोस्। बुद्धले रविको आँखामा हेरेर मुस्कुराउँदै भन्नुभयो, रवि, अब तिमीले तेस्रो अभ्यास सिक्न तयार भयो, श्वास प्रश्वास सचेत ध्यानको। तर त्यो म अर्को पल्टमा बिस्तारै सिकाउनेछु। भोलिपल्ट बिहान रवि फेरि त्यहीँ पुगेको थियो। सूर्य उदाउँदै थियो। चराहरू चिरबिर गरिरहेका थिए।
बगैँचाको हावा सुगन्धले भरिएको थियो। बुद्ध शान्त मुद्रामा भिक्षुहरूलाई उपदेश दिँदै हुनुहुन्थ्यो। उपदेशपछि रवि विनम्रतापूर्वक नजिक गयो अनि भन्यो, गुरु, कृतज्ञताको अभ्यासले मलाई धेरै मद्दत गर्यो, तर निन्द्रा अझै पनि कहिलेकाहीँ छिटो लाग्छ, कहिलेकाहीँ ढिलो। कृपया तेस्रो उपाय सिकाइदिनुहोस् न। बुद्ध मुस्कुराउँदै भन्नुहुन्छ, रवि, तेस्रो अभ्यास हो श्वास प्रश्वास सचेत ध्यान। बुद्धले बिस्तारै भन्न थाल्नुभयो, रवि, मानिसको जीवन श्वाससँग जोडिएको छ। जब श्वास जीवन छ, श्वास शान्त भयो भने मन शान्त हुन्छ। श्वास अशान्त भयो भने मन पनि अशान्त हुन्छ। अनेक मानिस निन्द्रामा नजाने कारण उनीहरूको मन धेरै दौडिरहेको हुन्छ र दौडिरहेको मनलाई रोक्ने सबैभन्दा सरल तरिका हो श्वास प्रश्वासलाई अवलोकन गर्नु। रवि ध्यानपूर्वक सुन्दै थियो। बुद्धले भन्नुभयो, अब सुनेर मात्र होइन, अभ्यास पनि गर। सुत्ने ओछ्यानमा पल्ट, आँखा हल्का बन्द गर, शरीरलाई जति सम्भव छ आराम देऊ। अब केवल आफ्नो श्वासलाई हेरेर बस। श्वास भित्रिन्छ त्यसलाई महसुस गर, श्वास बाहिरिन्छ त्यसलाई महसुस गर। श्वास छोटो छ भने छोटो श्वास भनेर जान, श्वास लामो छ भने लामो श्वास भनेर जान। तर सम्झ, नियन्त्रण गर्ने होइन, केवल हेर्नु मात्र। रविले सोध्यो, गुरु, यसरी मात्र हेरेर निन्द्रा आउँछ त? बुद्ध हाँस्दै भन्नुहुन्छ, रवि, जब तिमी श्वासमा केन्द्रित हुन्छौ तिम्रो मन बितेका वा भविष्यमा भड्किन सक्दैन। मन अहिलेमा बस्छ, मात्र अहिलेमा। अहिलेमा बस्ने मन हलुका हुन्छ अनि निन्द्रा आफै आउँछ। त्यस दिन बेलुकी रविले अभ्यास गर्यो। ऊ ओछ्यानमा पल्टियो, आँखा बन्द गर्यो अनि श्वासमा ध्यान केन्द्रित गर्यो। सुरुमा उसको मन धेरै दौडियो। भोलि काम छ, साथीलाई भेट्नुपर्छ, तर बिस्तारै मन श्वाससँगै शान्त हुँदै गयो। उहाँले भने चाहिँ उसले श्वास मात्र हेरिरह्यो। थाहै नपाई केही बेरपछि ऊ निन्द्रामा गहिरो गरी डुब्यो। भोलिपल्ट बिहान रवि उज्यालो अनुहार लिएर बुद्धलाई फेरि भेट्न गयो अनि भन्यो, गुरु, हिजो रात म धेरै सहजै निदाए। श्वासमा ध्यान गर्दा मन स्थिर भयो। यो त अचम्मै लाग्यो। बुद्धले शान्त स्वरमा भन्नुभयो, रवि, यो केवल निन्द्राको लागि मात्र होइन। श्वास सचेत ध्यानले तिम्रो जीवनमा धेरै कुरा परिवर्तन गर्छ। क्रोध शान्त हुन्छ, डर हराउँछ, मन चञ्चल हुँदैन। सुत्नु अघि यसलाई अभ्यास गर्दा निन्द्रा गहिरो हुन्छ र दिनभरि यसलाई अभ्यास गर्दा जीवन गहिरो हुन्छ। रविले कृतज्ञतापूर्वक हात जोड्यो, गुरु, अब मलाई चौथो अभ्यास सिकाइदिनुहोस् न। बुद्धले उत्तर दिनुभयो, अब तिमी तयार भयौ चौथो अभ्यासको लागि। क्रोध र दोष त्यागेर क्षमा भाव राख्नु। तर त्यो म अर्को दिन बिस्तारै बताउनेछु। तेस्रो अभ्यास श्वास सचेत ध्यानको सफलता अनुभव गरेपछि रविको आत्मविश्वास बढ्दै गयो। ऊ फेरि अर्को दिन बिहानै बुद्ध भएको ठाउँमा पुग्यो। बुद्ध ध्यानस्थ मुद्रामा हुनुहुन्थ्यो। रवि नजिकै गएर भनिहाल्यो, गुरु, म निन्द्रामा सजिलो भएको महसुस गरिरहेको छु। तर कहिलेकाहीँ जब कसैले मलाई दुःख दिएको सम्झिन्छु नि, मेरो मन फेरि अशान्त हुन्छ। म क्रोधित हुन्छु अनि निन्द्रा हराउँछ। यसलाई कसरी रोक्ने त? बुद्धले गहिरो दृष्टिले उसलाई हेर्नुभयो र भन्नुभयो, रवि, अब तिमीले चौथो अभ्यास सिक्नुपर्छ। दोष क्रोध त्यागेर क्षमा गर्ने अभ्यास। तर त्यो म अर्को दिन बिस्तारै बताउनेछु। रवि, कल्पना गर, तिमीले आगोको एउटा बलिरहेको कोइला हातमा समात्यौ। यो कोइला तिमीले अरूलाई हान्ने विचार गर्छौ, तर के हुन्छ? सबैभन्दा पहिले तिम्रो हात नै जल्छ नि। त्यस्तै जब तिमी क्रोध दोष हृदयमा राख्छौ, तिमीलाई नै जलाउँछ। अरूलाई भन्दा पहिले तिमी नै पीडित हुन्छौ। रवि मौन सुनिरहेको थियो। बुद्धले सिकाउनुभयो, सुत्नु अघि तिमीले 3 कुरामा ध्यान देऊ। पहिलो, जसले आज तिमीलाई दुःख दियो उसको अनुहार सम्झ। मनमा भन, म तिमीलाई क्षमा गर्दछु, तिमी पनि शान्त रहौ। दोस्रो, आफ्नो विगत सम्झ, जहाँ तिमीले अरूलाई दुःख दिएका छौ।
मनमा भन, म आफैलाई पनि क्षमा गर्दछु। मैले गल्तीबाट सिकेको छु र तेस्रो अरूलाई सम्झ जसलाई तिमीले सहयोग गरेका छौ। मनमा भन, म सबै प्राणीप्रति मैत्री भाव राख्छु। यसरी क्षमा गर्न सक्ने मन हलुका हुन्छ। भारी मन सुत्न सक्दैन, तर क्षमा भावले भरिएको मन तुरुन्तै निन्द्रामा जान्छ। त्यो रात रविले बुद्धले भने चाहिँ अभ्यास गर्यो। उसलाई हिजो अपमान गरेको साथी सम्झना आयो। क्रोध जागे तर तुरुन्तै मनमा भन्छ, म तिमीलाई क्षमा गर्छु, तिमी पनि शान्त हौ। सुरुमा मनले स्वीकार्न चाहेन, तर उसले फेरि दोहोऱ्यायो। बिस्तारै उसको हृदय हलुका भयो अनि उसले आफैलाई पनि सम्झियो, मैले विगतमा पनि गल्ती गरेको छु, तर अब सिक्दैछु। म आफैलाई पनि क्षमा गर्न जान्छु र गर्छु। यसरी अभ्यास गर्दा गर्दै उसको आँखा बिस्तारै भारी भयो। रवि गहिरो निन्द्रामा पुग्यो। भोलिपल्ट बिहान रवि आनन्दित मनमा बुद्धलाई भेट्न फेरि गयो अनि भन्यो, गुरु, क्षमा अभ्यास गर्दा मन साँच्चीकै हलुका भयो नि। मैले अनुभूति गरेँ क्रोधले मलाई नै जलाउने रहेछ। तब बुद्धले मुस्कुराउँदै भन्नुहुन्छ, हो रवि, जसको हृदय क्षमा गर्न जान्दैन ऊ सधैँ दुखी हुन्छ, तर जसले क्षमा भावलाई आत्मसात गर्छ उसको निन्द्रा पनि शान्त हुन्छ, जीवन पनि एकदमै शान्त हुन्छ। अब तिमीले पाँचौं अभ्यास सिक्नुपर्छ, भोजन र पेयमा सन्तुलन। बुद्धले बिस्तारै भन्नुभयो, रवि, मानिसको शरीर एक रथ जस्तै हो। यदि घोडा थकित भयो भने रथ अगाडि बढ्दैन। यदि गाडीमा धेरै भार भयो भने चक्का फुड्किन्छ वा हावा जान्छ नि। त्यस्तै शरीरमा असन्तुलित खानापानी प्रवेश भयो भने मन पनि असन्तुलित हुन्छ। धेरै खानु, भारी खानु, राति ढिला खानु यी सबैले निन्द्रालाई बाधा पुर्याउँछ। कम खानु वा भोकै सुत्नु पनि शरीरलाई पीडा हुन्छ। रवि ध्यानपूर्वक सुनिरहेको थियो। बुद्धले भन्नुहुन्छ फेरि, रवि, सुत्नु अघि भोजन र पेयमा सन्तुलन ल्याउनको लागि यी 3 कुरामा ध्यान देऊ। जस्तो सबैभन्दा पहिला दिनको अन्तिम भोजन हलुका र सुपाच्य खानुपर्छ। फलफुल, सुप वा हलुका भात उपयुक्त हुन्छ। अत्यधिक मसलेदार वा चिल्लो खानेकुराले रातमा खानु हुँदैन। यसले पेटलाई भारी बनाउँछ। भोकै नसुत, तर पेट भरेपछि पनि नखाऊ। मध्यम मात्र ल्याऊ ताकि शरीरलाई आराम मिलोस्। अनि सुत्नु अघि मदिरा वा अत्यधिक मिठा गाढा पेय पिउनु हुँदैन। यसले मनलाई अस्थिर पार्छ। र पानी पनि अलिकति पिउन सक्छौ, तर धेरै पिए पेटमा भार नदेऊ। त्यो रात रविले बुद्धका कुरा सम्झियो। सधैँ झै गाउँको मेलामा धेरै परिकार खान सक्थ्यो, तर यसपटक उसले आफूलाई रोक्यो। उसले हलुका मात्र खायो अनि थोरै पानी पियो। ओछ्यानमा पल्टिँदा उसलाई पेट भारी नभएर सजिलो महसुस भयो। शरीर हलुका भएपछि श्वास पनि सजिलो भयो। धेरै ज्ञान, थोरै ध्यान र कृतज्ञता सम्झना साथ ऊ निन्द्रामा डुब्यो। भोलिपल्ट ऊ मुस्कुराउँदै बुद्धलाई फेरि भेट्न गयो अनि भन्यो, गुरु, हलुका भोजनले मलाई एकदमै सहज बनायो। यसअघि म कहिले ध्यान दिएको रहेनछु। अब पेट हलुका भयो भने निन्द्रा पनि सहजै आउँछ भन्ने प्रष्ट बुझेको छु। बुद्धले शान्त स्वरमा भन्नुभयो, हो रवि, शरीर र मन अलग होइनन्। शरीर भारी भयो भने मन पनि भारी हुन्छ। शरीर हलुका भयो भने मन पनि हलुका हुन्छ। अब तिमीले 6औं अभ्यास सिक्नुपर्छ, मनलाई शान्त बनाउन धर्मकथा वा सदाचार स्मरण गर्नु। बुद्धले बिस्तारै भन्न थाल्नुभयो, रवि, मन सधैँ व्यस्त हुन्छ। यदि तिमीले उसलाई सही दिशा दिएनौ भने ऊ जताततै भौतारी हिँड्छ। भौतारिएको मन निन्द्राको शत्रु हो। जसरी बच्चालाई सुत्नु अघि मिठो लोरी सुनाइन्छ, त्यसरी नै मनलाई पनि सुत्नु अघि मिठो वचन चाहिन्छ। त्यो वचन हुन्छ धर्मकथा वा सदाचारमा। बुद्धले सिकाउनुभयो, ओछ्यानमा पल्टेर आँखा बन्द गर। अब कुनै एउटा सदाचार सम्झ। संसार अस्थायी छ, तर मेरो मन शान्त रहोस्।
मैले आज सकेसम्म राम्रो कर्म गरेँ, संसारका सबै प्राणी सुखी रहन्। वा कुनै धर्मकथा सम्झ जहाँ सत्कर्मले विजय पाएको थियो। यसरी मनलाई शुद्ध विचारमा लगाइयो भने नकारात्मक विचार भित्र पस्नै पाउँदैन। मन शान्त हुन्छ अनि निन्द्रा गहिरो हुन्छ। तब बुद्धले मुस्कुराउँदै भन्नुहुन्छ, हो रवि, अन्धकारलाई हटाउन कसैले लाठी हान्दैन। अन्धकार त केवल उज्यालो ल्याएपछि आफै हट्छ। त्यस्तै नकारात्मक सोचलाई हटाउन सकारात्मक सोच ल्याउनु पर्छ। तब बुद्धले मुस्कुराउँदै भन्नुहुन्छ, हो रवि, तिम्रो प्रश्न धेरै महत्त्वपूर्ण छ। मानिस निन्द्रामा जाँदा शरीर निदाउँछ तर मन अझै संवेदनशील हुन्छ। त्यसैले यदि मनमा असुरक्षाको भावना छ भने निन्द्रा अधुरो हुन्छ र सपनामा पनि त्रास देखिन्छ। त्यसैले 7औं अभ्यास गर्नुपर्छ। सुत्नु अघि सुरक्षा भावको जागृत गर्नु। बुद्धले भन्नुहुन्छ, ओछ्यानमा पल्टेर आँखा बन्द गर। शरीरलाई शान्त बनाऊ, श्वासलाई गहिरो बनाऊ। अब मनमा कल्पना गर तिम्रो सुरक्षित ठाउँ वा तिमी सुरक्षित स्थानमा छौ जुन ठाउँमा कुनै खतरा छैन। त्यहाँ केवल प्रेम छ, करुणा छ र शान्ति मात्र छ। अनि मनमा पूर्ण भन, म सुरक्षित छु, म शान्त छु, म धर्म र सङ्घको आश्रयमा छु। प्रकृतिले मलाई अँगालो हालेर राखेको छ, मेरो वरिपरि शान्ति मात्र छ। यसरी सुरक्षा भावसहित निन्द्रामा जाँदा मन डर रहित हुन्छ। सपनाहरू मधुरो हुन्छन् र निन्द्रा गहिरो हुन्छ। त्यो रात रवि ओछ्यानमा पल्टियो। उसले आँखा बन्द गरेर मनमा कल्पना गर्यो। उसको वरिपरि उज्यालो प्रकाश फैलिएको छ जुन उसलाई सुरक्षित अँगालोमा राख्दैछ। उसले मनमनै भन्यो, म सुरक्षित छु, म शान्त छु। थोरै बेरमै उसको मन हलुका भयो, सपना पनि मधुरो देखियो। उसले आफैलाई हरियो वनमा हिँडिरहेको देख्यो जहाँ चराहरू मिठो स्वरमा गाइरहेका थिए। न डर थियो न चिन्ता। भोलिपल्ट बिहान रवि बुद्धलाई भेट्न गयो। उसको अनुहारमा एउटा नयाँ चमक थियो अनि उसले भन्यो, गुरु, सदिचार स्मरण गर्दा मेरो मन शान्त भयो। मलाई लाग्यो नकारात्मक सोचसँग लड्नै पर्दैन। सकारात्मक सोच ल्याउँदा त स्वाभाविक रूपमा नकारात्मक हराउँदो रहेछ। तब बुद्धले मुस्कुराउँदै भन्नुभयो, हो रवि, मौन नै आत्माको औषधि हो भन्ने भनाइ व्यर्थ होइन। बोल्दा हामी प्राय बाहिर फर्किन्छौँ तर मौन हुँदा हामी भित्रै फर्किन्छौँ। बाहिरी संसारमा हल्ला छ तर भित्र आत्मामा मौन छ। यही मौनले घाइते हृदयलाई शान्त पार्छ, असन्तुलित मनलाई स्थिर बनाउँछ अनि थाकेको आत्मालाई नयाँ शान्ति दिन्छ। रविले बुद्धलाई गहिरो प्रणाम गर्यो। त्यो दिनदेखि ऊ मात्र राम्रो निन्द्रा गर्ने भएन, उसको जीवन नै परिवर्तन भयो। निन्द्रा केवल थकान मेटाउने समय मात्र होइन, आत्माले आफैसँग संवाद गर्ने अदृश्य क्षण पनि हो। दिनभरको हलचल मेटिँदा मनले आफ्नो शान्ति पाउन खोज्दछ, जसलाई निन्द्राले मात्र सम्भव बनाउँछ। कहिलेकाहीँ निन्द्रा आउनुभन्दा अघिको केही मिनट नै जीवनका सबैभन्दा गहिरा अनुभूति जन्माउने क्षण हुन्छन्, जहाँ मनका तुवालाहरू खुल्दै जान्छन् र आत्मा एकदमै हल्का महसुस हुन्छ। जब जीवनका समस्याहरूले मनलाई थिच्न थाल्छन् तब निन्द्रा नै एउटा यस्तो शरणस्थल बन्छ जहाँ केही क्षणका लागि सबै पीडा हराउँछन् र मनले फेरि नयाँ शक्ति पाउन थाल्छ। निन्द्रा मानिसको शरीर मात्र होइन, उसले बिर्सिएको आशा, खुसी र सपनाहरू पुनर्जीवित गराउने अदृश्य औषधि पनि हो, जसले जीवनलाई फेरि उज्यालो बनाउने शक्ति दिन्छ। कति अनौठो कुरा हो, दिवसभर थकाइले मिचिएको मनले रात पर्नासाथ निन्द्रामा डुबेर आफूलाई पुनः जन्मेको जस्तै अनुभूति गर्छ। मानव रातले आत्मालाई पुनः कोरेको हो। निन्द्राको महत्त्व त तब महसुस हुन्छ जब आँखा थाके पनि मनले स्वीकार्दैन। त्यही बेला बुझिन्छ निन्द्रा शरीरको माग मात्र होइन, आत्माको चाहना पनि हो। जीवनले कहिलेकाहीँ यस्तो मोड दिन्छ कि निन्द्रा पनि टाढा भाग्छ।
त्यही बेला बुझिन्छ निन्द्रा आफैमा एक प्रकारको शान्ति र वरदान हो जसलाई कदर गर्नुपर्छ। रात ढल्कदै जाँदा निन्द्रा एक मौन मित्र जस्तै गरी आउँछ, जसले केही नबोली सबै पीडा सँगालेर लैजान काम गर्छ अनि भोलिपल्ट नयाँ आशा बोकेर उठाउँछ। कहिलेकाहीँ निन्द्रा केवल निन्द्रा हुँदैन, यो एक यात्रा जस्तै हुन्छ जहाँ मनले आफ्नो वास्तविक चाहना, डर र रहस्यहरू बुझ्ने मौका पाउँछ। थकित आत्मालाई आराम दिने माध्यम मात्र होइन निन्द्रा, यो एक यस्ता क्षणहरूको चाबी हो जहाँ हामी आफैभित्र लुकेका भावनाहरू भेट्छौँ र मुक्त अनुभव गर्छौँ। संसार जति तेज चले पनि रात भने आफ्नो गति कहिले बदल्दैन। निन्द्रा त्यसैको सहयात्री बनेर आउँछ, मानिसलाई प्रकृतिसँगै तालमेल मिलाउँदै अगाडि बढ्न सिकाउँछ। जसरी पानी बिना फूल फुल्दैन, त्यसरी नै निन्द्रा बिना मनले शान्ति अनुभव गर्न सक्दैन। निन्द्रा मनलाई शीतलता दिने अमृत जस्तै हो। निन्द्रा मानिसको कमजोरी होइन, शक्तिको स्रोत हो, किनकि गहिरो निन्द्राबाट उठेर मानिसले जे सोच्दछ त्यो पुनर्जीवनको प्रतिफल हो, थकानको परिणाम होइन। रातको गहिराईमा निन्द्रा जब विस्तारित हुन्छ तब जीवनका धेरै अपूर्ण कथाहरू मनभित्र सुल्झन थाल्छन्। मानव निन्द्राको मौनताले सबै उत्तर छोडिदिन्छ। निन्द्राले आँखा बन्द गर्छ तर आत्मालाई खुला बनाउँछ। कहिलेकाहीँ निन्द्रामा देखिएका सपनाले जागृत जीवनभन्दा धेरै कुरा सिकाइदिन्छन्। कति अद्भुत छ, जब निन्द्रा आउँछ संसार मौन हुन्छ र मनका अव्यवस्थित भावनाहरू आफै व्यवस्थित हुन थाल्छन्, कुनै प्रयास बिना। आफूले खोजेको शान्ति कहिलेकाहीँ बाहिर कतै हुँदैन, त्यो निन्द्रासँगै आउने केही सेकेन्डमै मौन साँघुरामा भेटिन्छ, जहाँ आत्माले विश्राम पाउँछ। निन्द्राले मात्र शरीरलाई होइन, दुःखले थिचिएको मनलाई पनि आराम दिन्छ। त्यसैले निन्द्रा कहिलेकाहीँ एक प्रकारको आध्यात्मिक उपचार जस्तै लाग्छ। सपना देख्न निन्द्रा चाहिन्छ, तर सपना पूरा गर्न जागरुकता। निन्द्राले हामीलाई देखाउने कल्पनाहरू जीवनले दिन सक्ने सम्भावनाहरूको सङ्केत मात्र हुन्। निन्द्रा कहिलेकाहीँ एक मात्र यस्तो समय पनि बन्छ जहाँ मान्छे आफ्नै मानसपटलका सबै चोटहरू नरम तरिकाले भुल्न सक्छ। थाकेका क्षणमा आएका निन्द्राले मानिसलाई पुनः नयाँ सुरुवात गर्ने साहस दिन्छ। मानव अन्धकारले नै उज्यालोलाई जन्माएको हो। निन्द्राको गहिराई त्यस्तो हुन्छ कि त्यसमा डुब्दा जीवनका सबै गुठीहरू केही क्षणको लागि सहज देखिन थाल्छन् र मनले आफ्नो अस्तित्व फेरि अनुभूति गर्छ। कहिलेकाहीँ निन्द्राले मात्र होइन, निन्द्रामा पाइने सानो शान्तिले पनि मान्छेलाई बाँच्न शक्तिशाली बनाइदिन्छ, जुन कुरा जाग्रत अवस्थामा पाउन मुस्किल हुन्छ। निन्द्रा एक मौन औषधि हो जसले दुखाइलाई छोपिदिन्छ र हृदयलाई शान्त पारिदिन्छ। जागरुक मनले नदेखेका समाधानहरू निन्द्रामा कहिल्यै लुकेका हुँदैनन्। कति अचम्मको कुरा, निन्द्राले आफ्नो काखमा लुकाउँछ तर बिहान भएपछि सबै कुरा ताजा हुँदै जागृत जीवनमा परिवर्तन ल्याइदिन्छ, मानव रङ चढाइदिएको हो। जब चिन्ताले मनलाई बाँधेर राख्छ तब निन्द्रा ढिलो आउँछ, तर त्यसले दिएको शान्ति भने सदैव गहिरो हुन्छ। मानव सबै पीडा धोइदिन आएको हो। निन्द्राले थकान मात्र हटाउने होइन, जीवनलाई दृष्टिकोण दिन्छ। निन्द्राबाट उठेर चेत खुलेपछि मानिसले आफैलाई नयाँ रूपमा बुझ्न थाल्छ। निन्द्रा केवल ओछ्यानसँग जोडिएको प्रक्रिया मात्र होइन, यो आत्मा र प्रकृति बीचको भेट हो, जहाँ मनले आफूलाई शून्यमा बदल्दै पुनः शक्तिशाली बनाउँछ। जति कठोर दिन बिते पनि रातले निन्द्रामा एउटा शान्त कोमलता बोकेर ल्याउँछ, जसले मनमा थपिएको बोझलाई पगारिदिन्छ।
अविराम दौडिरहेको जीवनलाई रोकिदिन सक्षम कुरा यदि के छ भने त्यो निन्द्राको शान्त स्पर्श हो, जसले थकित मनलाई बाँकी दिनहरूका लागि तयार गर्छ। निन्द्रा आउनु भनेको केवल आँखा चिम्लनु मात्र होइन, यो आत्माले संसारका आवाजहरूबाट केही समय विश्राम लिन खोजेको सङ्केत हो। निन्द्रामा देखेका सपना कहिलेकाहीँ जीवनका अस्पष्ट उत्तरहरू बयान गर्छन्, जुन जाग्रत अवस्थामा कहिल्यै बुझिँदैन, किनकि निन्द्रामा मन सर्वथा निष्पक्ष हुन्छ। निन्द्राको महिमा त तब बुझिन्छ जब केही रात त्यसको अभाव हुन्छ। त्यसपछि थाहा हुन्छ कि निन्द्रा पनि जीवनको अपरिहार्य आवश्यकता हो। एउटा गहिरो निन्द्राले मनको धुलो पखालिदिन्छ। भोलिपल्ट उठ्दा जीवन त्यसरी नै शुद्ध देखिन्छ, जस्तै बर्सातपछि सिमसिमाइएको सुगन्ध हुन्छ। निन्द्रामा लुकेका स्मृतिहरू कहिलेकाहीँ हामीलाई आफ्ना प्रियजनको नजिक ल्याइदिन्छन्। त्यसैले निन्द्रा केवल शारीरिक आराम होइन, भावनात्मक यात्रा पनि हो। जब जीवन थकाइले भरिन्छ तब निन्द्रा स्वर्ग जस्तै लाग्छ। केही क्षणको गहिरो निन्द्राले मानिसले भोगेको धेरै पीडा एकदमै हल्का बनाइदिन्छ। मनको आवाज भन्दा निन्द्राको मौनता कहिलेकाहीँ धेरै प्रभावकारी हुन्छ, किनकि मौन अवस्थामा हृदयले आफ्ना सबै भावनाहरू स्पष्ट सुन्न सक्छ। निन्द्राले मानिसलाई आफ्नो असली रूप देख्न मद्दत गर्छ, किनकि त्यहाँ कुनै मुखौटा हुँदैन। त्यो क्षणमा मन मात्र हुन्छ जसले वास्तविक सत्य बोल्छ। अन्तहीन चिन्ताले ग्रसित मनले निन्द्रामा एक प्रकारको क्षणिक मुक्ति अनुभव गर्छ, जुन जाग्रत अवस्थाको हजार प्रयासले पनि सम्भव हुँदैन। निन्द्रा जीवनको एउटा यस्तो कला हो जसले दिनभरको असन्तुलनलाई सबैभन्दा सहज रूपमा सन्तुलित बनाइदिन्छ र मानिसलाई फेरि भोलिको लागि सक्षम बनाउँछ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यदि तपाईलाई यो भिडियो मन परेमा कृपया लाइक, कमेन्ट र सेयर गर्नुहोला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब समेत गरिदिनुहोला अनुरोध गर्दछु।